सनाको कपडा छैन देह सनाको कपडा छैन अंजुली बाहेक बर्तन छैन भिखा गरी खान्छन् रुख मुनि बस्छन् तर पनि आशले तिर मन लान्छन् तर पनि आशले भज नारायण भज नारायण भज नारायण भज नारायण सजन हो भज जब तक धन को लाउँछ धारो जब तक तब तक सबले मान्छ विचारो तब तक सबले वृद्ध हुँदा जब बल टुटी जाला वृद्ध हुँदा जब बन्ला घरमै सबको हाला बन्ला घरमै सबको हाला भज नारायण भज नारायण भज नारायण भज नारायण भज नारायण भजन हो भज नारायण भजन हो विष्णु सहस्र गीता गाओ विष्णु सहस्र प्रभुको पदमा ध्यान लगाओ सजन संगत तिर मन देऊ सजन संगत तिर मन देऊ दुखी जनको दुख हरिलेऊ दुखी जनको दुख भज नारायण 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 सजन हो भज नारायण सजन हो भज नारायण सजन हो भज नारायण सजन हो भक्तवत्सल भगवान की वैकुण्ठनाथहरि भगवान की आज अजामिललाई नारायण भजने एउटा परम ज्ञान शिक्षा दीक्षा ज्ञान दिएर ऋषि महर्षिहरू जानुभयो। अजामिल पनि लगभग 80-85 वर्षदेखि उसो लागे। अब इनको व्यवहारका आधारमा इनका दुष्कर्मका कारणले गर्दाखेरि इनका इन्द्रियहरूले काम दिन छोडे, शिथिल भएका छन्।
इनको अब मरणासन्न दिन आयो। टाढा खेल्नमा आसक्त भएको सानो नानी नारायणलाई बोलाउँदछन्। आतिएर कल्पिएर तडपिएर बोलाउँदछन्। त्यतिखेरै जब यो शरीरबाट प्राणवायु छुट्न लागेको थियो, यमराजले यमराजका दूतहरूलाई चण्ड प्रचण्ड आदि गरेका दूतहरूलाई जाऊ गएर त्यो अजामिलको त्यो पापी आत्मालाई नरक लिएर आएर यसलाई नारकी दुर्गति भोगाउनु पर्छ भनेर पठाए। त्यतिखेरै ती यमराजका दूतहरू आइपुगे। जतिखेर भगवान विष्णुका दूत पनि त्यहीँ आइपुगे। यसले नारायण नाम गाइरहेको छ मरणासन्न अवस्थामा। जाओ मेरा प्यारा भक्त हो, त्यसलाई गति मुक्ति दिनुपर्छ, बोलाएर लिएर आओ त्यसका दिव्य आत्मालाई भनेर भगवान नारायणले पनि आफ्नो पार्षद पठाउनु भयो। जय विजय आदि गरेका आइपुगे। चारै भाइ भेला भए। यमराजका दूतहरूले आएर फलामका पासाले साङ्लाले यसको आत्मालाई कस्न सुरु गरे। अंगुष्ठ मात्र पुरुष कुर्वन् कलेवरम। यो हाम्रो शरीरबाट एउटा बुढी औँलो बराबरको छाया रूपी आत्मा निस्केर जान्छ है त, दिया छुट्ने बेला। तर यी हाम्रा छालाका आँखाले देखिँदैन। यमराजका दूतहरू भगवान विष्णुका पार्षदहरूले देख्नुहुन्छ। आज यमराजका दूतले त्यही बुढी औँलो बराबरको दिव्य आत्मालाई कस्न सुरु गरे। भगवानका पार्षदहरूले छुटाउन सुरु गर्छन्। जति कस्छन् त्यति साङ्ला चुडाइदिनुहुन्छ भगवान विष्णुका पार्षदद्वारा। एक आपसमा घुर्चाघुर्ची भयो। यो हाम्रो हो, यो पापी हो, यसले ठुलो दुष्कर्म गरेको छ, यसलाई हामीले नरक लानु पर्नेछ हाम्रा मालिकले भने। होइन होइन, यसले हाम्रा मालिकको नाम जप्या छ। मरणासन्न अवस्थामा 4 अक्षर नारायण नामलाई जपेको हुनाले गर्दाखेरि यसलाई हामी मोक्ष गति दिन्छौँ। हाम्रा मालिकले यसो भन्नुभएको छ। संसारमा यमराज भन्दा ठुलो अर्को कोही छ र भन्छन् यमराजका दूतहरू। तिमीहरूले सहित तिमीहरूकै मालिक मात्रै देखे आउला। संसार हाँक्नका लागि धेरै वीर पुरुषहरू हुनुहुन्छ। यमराज होइन, यमराजदेखि माथि सयौं वीर पुरुषहरू हुनुहुन्छ। तिमीहरू त यो सारा संसारलाई एउटा यमलोकका रूपमा तुलना गरेर आज दुनियाँलाई दण्ड सजाय दिन खोज्दैछौ होइन, यमदूतहरू हो। यसरी एक आपसमा बाजाबाज भयो। यमराजका दूतहरू अजामिललाई अघि नछोड्ने भए नरक, भगवानका पार्षदहरू मोक्ष गति नदी नछोड्ने भए। एक आपसको तानातानी भयो। भगवान विष्णुका पार्षदले यमराजका दूतलाई हाडखोर भाँचिने गरी कुटे। कति लडाइँ ठुलो भयो। अन्तमा लन त तिमीहरू धर्मराजका दूतहरू रहेछौ, धर्मको परिभाषा जान्दछौ भने भन भनेर भगवान विष्णुका पार्षदले सोध्नुभयो। यं वै धर्मराजस्य यदि निर्देशकारिण ब्रूत धर्मस्य तत्त्वं यच्च धर्मस्य लक्षण। धर्मको लक्षण के हो, धर्मको परिभाषा के हो भन न त, तिमीहरू धर्मराजका दूतहरू हो भने। यसरी सोधे। यमदूत आउँछु। यमराजका दूतहरू भन्छन् वेद प्रणहितो धर्मो यधर्मस्तद्विपर्ययः वेदो नारायण साक्षात् स्वयंभू इति सुश्रुमा। वेद प्रणहितो धर्म, वेदले जे भनेको छ, जसले वेदले भने अनुरूपको व्यवहार गर्दछ त्यो धर्म हो। जसले वेदको विपरीत वेदका उल्टा व्यवहार गर्दछन् त्यो अधर्म हो, त्यो पाप हो। वेद साक्षात, वेदो नारायण साक्षात, वेद साक्षात भगवानको अर्को रूप हो। भगवान कृष्ण राम शिव आदि नारायण आदिको रूप हो वेद भने। स्वयंभू इति सुश्रुमा। ब्रह्माले पनि वेदको व्याख्या यसै गर्नुभएको छ विष्णुदूतहरू हो। त्यसैले गर्दाखेरि यो अजामिल त दुष्टको सङ्गतले गर्दाखेरि यो दुष्ट भएको नारकी दुर्गति यसले भोग्नुपर्छ नि। यदि वेद नै साक्षात नारायण हुनुहुन्छ भने आज यसले त्यही 4 अक्षर नारायणको नाम त जप्या छ नि। चाहे उसले आफ्ना छोराको नाम जपोस्, चाहे छिमेकीका छोराको नाम जपोस्, उसले मरणासन्न अवस्थामा नारायण भनेको हुनाले गर्दाखेरि भगवान यति दयालु हुनुहुन्छ कि पशुकै नाम भए तापनि आज भगवानका नामसँग सम्बन्ध गाँसिएको हुनाले गर्दाखेरि यसलाई हामी लिन आएका हौँ। हाम्रो भगवानले हामीलाई पठाउनु भएको, हामी त लिएर जान्छौँ भनेर घुर्चाघुर्ची भयो। ठिकै छ, यसलाई तिमीहरू लैजाऊ कि नलैजाऊ, पहिला हामी हाम्रा मालिकलाई सोधेर आउँछौँ यो कहाँको भागीदारी रहेछ, नरकको कि स्वर्गको, हामी बुझेर आउँछौँ भनेर हैरान भएर हारेर विष्णुदूतहरू गए। भगवानका दिव्य पार्षदहरूले झलक्क दर्शन दिनुभयो अजामिललाई र जहाँको त्यहीँ हराइदिनु भयो।
अजामिल छक्क पर्दछ। आज मैले केही राम्रा पुरुष पनि देखेँ र कुनै नराम्रा पुरुषहरू पनि देखेँ। ठाडा ठाडा केस गरेका, काग जस्ता काला लामा लामा नङ्ग्रा गरेका, हातमा फलामका पासा बोकेका, यस्ता राता राता आँखा भएका, भर्खर ताँबो तताएर निकाले जस्ता केशपासले युक्त भएका यस्ता यमराजका दूतहरू देख्दाखेरि त्रसित भए। तर शङ्ख चक्र गदा पद्म धारण गरेका, वनमाला धारण गरेका, पीताम्बर धारण गरेका, राम्रो श्री तिलक लगाएका कति सुन्दर भगवानका दिव्य पार्षदहरू पनि देखे, जसले गर्दाखेरि मेरो आत्मामा अमृत सञ्चार भयो। तर आज ती कहाँ गए ती राम्रा पुरुष? म तिनीलाई नै खोज्छु भनेर झसङ्ग भएर उठ्दछन्। म त सकिएको रहेछु। यदि म यसरी नै यही घरमा यिनै स्त्रीसँग बसिरहे भने म पक्का नारकी दुर्गतिमा पुग्ने रहेछु। अब यो घर त्यागेर म गङ्गा किनारमा गएर उनै नारायणको नाम जपेर म मेरो जीवनलाई मोक्ष गतिमा परिणत गर्दछु भन्ने यस्तो सोच राखेर घर परिवारलाई सबैलाई त्यहीँ छोडेर गङ्गा किनार गएर भगवान हरिनाम गुणगान गाएर आफ्नो जीवनलाई मुक्ति तुल्याउन सफल भए। आज चाहे जुनसुकै अवस्थाको व्यक्ति किन नहोस्, एउटा नजानी नहुने के कुरो छ भने आजभोलि हाम्रा नानीहरूको नाम बालक पेटमा आइसक्या हुँदैन, अङ्ग्रेजीका नाम खोज्न थालिन्छ डिक्सनरी पढ्दाएर नि। चिन्टु फिन्टु के राख्नु पर्ने हो? यो चाहिँ ठुलो मूर्खता हो नि। चाहे त्यसरी राख्नु भएको छ भने गलत गर्नु भएको छ, अहिले नानीको नाम सुधारिहाल्नु होला, फेर्न पाइन्छ के अन्त छैन। हामी हिन्दू संस्कारले युक्त भएका व्यक्तिहरू अहिलेसम्म हामी आजसम्म भारतवर्ष र आएका विश्व हिन्दू परिषदका हिन्दू महासङ्घका व्यक्तिहरूसँग जहाँ जहाँ हामी भेट्न गइरहेका छौँ, हाम्रो धर्म संस्कृति बचाउनका निम्ति हामीलाई मठ मन्दिर चाहियो, सत्सङ्ग भवन चाहियो, पाठशाला चाहियो, भावी सन्तानलाई हामीले संस्कृत पढाउनु पर्ने भयो, हाम्रो भाषा सिकाउनु पर्ने भयो, हाम्रा संस्कार हाम्रो संस्कृतिहरू राम्रा प्रकारले खुल्ला रूपमा मान्नका निम्ति हामीलाई ठुलो फराकिलो सत्सङ्ग भवन धर्मशाला चाहियो भनेर माग्न जाँदा पहिला तपाईँहरू आफ्नो घर सफारेर आउनुहोस् र मात्रै दिन्छु भन्न थाले हामीलाई। किन त भन्दाखेरि तपाईँहरूले किन आफ्ना छोराछोरीको नाम चाहिँ यहाँका कुकुर बिरालाका नाम जस्तो राख्या? पहिला त्यो सफार्नुहोस्, अनि मात्रै तपाईँहरूले यहाँ केही धर्म संस्कृतिहरू बचाउनु हुने रहेछ भन्ने हामीलाई विश्वास लाग्छ। यसो भनिदिए बुझ्दै हुनुहुन्छ नि कुरो। त्यसले गर्दाखेरि यदि आफै त्यस्ता नाम राख्ने हो भने अब ज्योतिषी किन चाहिए, पात्रा किन चाहिए, क्यालेन्डर किन चाहियो, तिथिमिति किन चाहियो, धर्म संस्कृति किन चाहियो? सुरुदेखि नै शुभ लक्षण हुने बिरुवाको चिल्लो पात देखा परेकै हुनुपर्दछ, त मात्र त्यहाँ धर्म संस्कृति बाँच्छ। नत्र भनेदेखि धर्म संस्कृति अब जसरी हामी सोच्दैछौँ हाम्रा छोरा नातिहरू त मान्दैनन् होला, हामी रौन्जेल मात्र हो यो भन्ने जे भन्छौँ नि, त्यो हामी आफैले बिगारेको हुनाले गर्दाखेरि त्यो भन्न बाध्य भएको। त्यसैले गर्दाखेरि पहिला हाम्रो घर परिवारबाटै भगवानका नाम लाखौँ लाख छन्, कति राम्रा, कति प्यारा, कति मिठा, कति उदाहरणीय नाम, कति राम्रो अर्थ बस्ने नामहरू छन्। देवी देवाङ्गनाका नामहरू पनि लाखौँ लाख छन्, कति राम्रा प्यारा नामहरू छन्। आज त्यस्ता प्यारा नाम, माया लाग्दा नामलाई बोल्दाखेरि नानीको आयु बढ्छ, नानीको रोग नाश हुन्छ, नानी बुद्धिमानी ज्ञानी हुन्छ, योग्य हुन्छ, कुलीन हुन्छ, आफूलाई पनि भयभरको सहयोग सेवा गर्दछ र जीवन धन्य तुल्याइदिन्छ आफ्नो पनि। आज त्यो नामलाई भन्न छोडेर यदि अचाहिँदो संस्कार संस्कृतिले युक्त भएको नाम बोल्ने हो भने उसको उमेर घटाइँदैछ, आफ्ना घरबाट बाहिर जाने बनाइँदैछ नि। ख्याल राख्नु होला, 18 वर्षदेखि तपाईँलाई लात मारेर हिँड्छ नि त्यो नानीले। यदि तपाईँ यहाँको संस्कार संस्कृतिलाई स्वीकार गरेर त्यो नानीलाई त्यही रूपको बनाइदिनुहुन्छ भने स्कुल जान्छन् नानीहरू, पढ्छन्, आफ्नो विद्या पढ्छन्, जीवन निर्वाहका लागि त्यो छोडिदिनुहोस्। तर घर आएपछि नेपालीबाटै यो भान्सालाई यसो भनिन्छ, यो चामल र दुधले बनेको यो हो, यो चामल र घिउले बनेको यो हो, यसलाई खिर भन्छन्, यसलाई ढक्कने भन्छन्, यसलाई रोटी भन्छन्, यसलाई चिउरा भन्छन्, यो यस प्रकारको सब्जी यो परिकारको हो। हामी यतिखेर यो अवस्थामा यसरी दही चिउरा खान्छौँ, यसरी रोटी सब्जीहरू बनाएर खान्छौँ, यो चाडपर्वमा यो खाइन्छ, यो चाडपर्वमा यो खाइन्छ, यसरी सिकाउनु पर्दछ। यो लोटा हो, यो बटुको हो, यो थाल हो, यो चम्मच हो, हरेक प्रकारका नामहरू आआफ्ना छन्।
हाम्रा नेपाली संस्कारका नामहरू छन्। आज यहाँ प्रत्येक घरमा हजुरबाहरू रोइरहनु भएको छ नातिहरूको बोलीदेखि, हैरान हुनुहुन्छ। छोरा नातिले भनेको सुन्दाखेरि के भन्छ र के भन्न खोजेको आफू बुझिँदैन। अनि त्यहाँदेखि एक आपसमा जबरजस्ती ती नातिका अङ्ग्रेजी गाली सुनेर रोएर बस्नु पर्दछ। यस्तो स्थिति छ। सावधान रहनु पर्दछ। हामीले हाम्रो संस्कार बचाउनका लागि यत्रो धुली मैदान गरेर हामी यसरी समर्पित भएका छौँ भनेदेखि अवश्य पनि हाम्रा छोराछोरीको नाम पनि हरि, श्याम, कृष्ण, नारायण, गोपाल आदि गरेका, गोविन्द आदि गरेका नाम राखौँ। लक्ष्मी, दुर्गा, भवानी आदि गरेका, सरस्वती आदि गरेका प्यारा नामहरू राखौँ, जसले गर्दाखेरि उनीहरूको जीवन पनि धन्य हुन्छ र हाम्रो जीवन पनि खुसियालीले परिपूर्ण हुन्छ। आउनुहोस् यही उपलक्ष्यमा आजदेखि उपरान्त नाम सुधार्ने उपलक्ष्यमा एउटा सुन्दर भजन गाउँ, त्यसपछि अगाडिका प्रसङ्ग भन्छु। यसलाई कहिल्यै गालीका रूपमा नलिनु होला नि। भक्तवत्सल भगवान की जय। नारायण 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 बोल चेतन नारायण बोल। नारायण 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 बोल चेतन नारायण नारायण